हेलो गाइस, नमस्ते। मेरो नाम चाहिँ प्रकाश श्रेष्ठ होइन। मेरो घर त सबैलाई थाहा नै होला, भन्दा पर्दैन। घर चाहिँ चिताउनु हो। अब हामी त यस्तै हार्डवर्क गर्ने मान्छे होइन। यो चाहिँ अर्थिङको खाल्टा खनिरहेछ नि होइन। सबैले यसो नेपालको नम्बर 1 अर्थिङ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हाम्रो च्यानललाई पनि सबैले माया गरिदिनु होला होइन। के गर्न आयो भन्ला यसो हजुरहरूलाई पनि यसो देख्नु कि भनेर काम गरेको यस्तै छ होइन। सबैले हेरेर माया गरिदिनु होला, यस्तै काम छ हाम्रो। के गर्नु, सबै विदेश भन्छ। हामीलाई त विदेश जानु मनै लागेन। नेपालमै यस्तो हार्ड काम गरिरहेको छ। पारा सकियो अब। ल एकचोटि हेरेर पोज पनि दिनु न। गाइस, अर्थिङ हाल्नलाई खनिरहेको यस्तो बहुत गाह्रो छ यार। यत्रो काम गरियो, यत्रो अर्थिङ गाडियो जिन्दगीमा। यस्तो खाल्टा अहिलेसम्म गरेको थिएन यार मैले। कति अर्थिङ गाडियो। यो चाहिँ कपिल वस्तुको घटना है। बहुत रहस्यमय छ घटना चाहिँ। माटो प्लास्टर गरे जस्तो छ जिन्दगीमा चाम्रो। यस्तो अर्थिङ त खन्नै नपरेन। एउटा त हिजोदेखि हालेर बल्ल बल्ल गाडी भइयो त्यहाँ। अब एउटा खनलाई अझै एक दिनभरि लाग्ला जस्तो छ। गाइजहरू के गर्नु, दुखीको जिन्दगी दुखैमा बित्छ भनेको हो रहेछ ल। यत्रो त्यसै सहिले छ गरी खान खाएर गरौँ भनेको कसैले पनि दिन्न यार। के गर्नु, गरेर खानुपर्छ भन्छ। घरि खानलाई गाह्रो छ। है तेरिका